तपाईलाई त आफ्नो महिनामा कति कमाइ छ भनेर थाहा होला। तर के तपाईलाई सरदरमा औसत नेपालीले महिनामा कति कमाउँछन् भनेर थाहा छ? वा छिमेकी राष्ट्रका नागरिकहरूले सरदर महिनामा कति कमाइ गरिरहेका छन् भनेर कहिले जान्ने रहर जागेको छ? यदि छ भने आउनुहोस् प्रति व्यक्ति आय भनेको के हो यसलाई बुझौँ। प्रति व्यक्ति आय भनेको सरल भाषामा भन्दा कुनै पनि देशको कुल आम्दानीलाई त्यहाँको कुल जनसङ्ख्याले भाग गर्दा आउने औसत रकम नै प्रति व्यक्ति आय हो। यसले देशका प्रत्येक नागरिकले वर्षभरिमा औसतमा कति कमाउँछन् भन्ने कुरा देखाउँछ। यो कुनै निश्चित व्यक्तिको वास्तविक तलब वा खल्तीको कमाइ होइन, तर देशको समग्र आर्थिक हैसियत र नागरिकको जीवनस्तर मापन गर्ने एउटा मुख्य सूचक हो। साथीहरू, के तपाईँलाई थाहा छ यदि नेपालको कुल आम्दानीलाई हामी सबै नेपालीमा बराबर बाँड्ने हो भने एकजनाको भागमा वर्षमा कति पैसा पर्छ होला? आज हामी अर्थशास्त्रको एउटा यस्तो शब्दबारे कुरा गर्दैछौँ जसले देश कति धनी वा गरिब छ भनेर छुट्याउँछ। त्यो हो प्रति व्यक्ति आय। आजको भिडियोमा हामी बुझ्नेछौँ कि प्रति व्यक्ति आय भनेको के हो र नेपालको प्रति व्यक्ति आय संसारको अन्य देशको तुलनामा कहाँनिर छ। त्यसको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरुमा बुझौँ यो प्रति व्यक्ति आय भनेको के हो। मानौँ एउटा परिवारमा 5 जना सदस्यहरू छन् र सबै मिलेर महिनाको 50,000 कमाउँछन्। अब त्यो 50,000लाई 5 जनाले भाग गर्ने हो भने प्रति व्यक्ति 10,000 रुपियाँ पर्न आउँछ। देशको हकमा पनि यही नियम लागू हुन्छ। देशको कुल राष्ट्रिय आयलाई कुल जनसङ्ख्याले भाग गर्दा निस्कने औसत रकम नै प्रति व्यक्ति आय हो। यसले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर कस्तो छ भन्ने कुरा ऐना जसरी देखाउँछ। अब आउनुहोस् अमेरिकी डलर र नेपाली रुपियाँको विनिमय दर अनुसार हाम्रो र अन्य देशको औसत वार्षिक प्रति व्यक्ति आय कति छ भनेर हेरौँ। नेपाल अर्थात् हाम्रो देश नेपालको प्रति व्यक्ति आय अहिले $1517 अर्थात् नेपाली रुपियाँमा झन्डै 2,32,283 रहेको छ। छिमेकी राष्ट्रहरू पाकिस्तानको प्रति व्यक्ति आय वार्षिकमा 2,29,680 छ भने भारतको प्रति व्यक्ति आय 3,82,800 जति छ। बङ्गलादेशको 4,28,736 र भुटानको 5,81,856 रहेको छ। दक्षिण एसियामा सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देश मालदिप्स हो, जहाँ एकजनाको औसत कमाइ वार्षिक रु 18,37,000 भन्दा बढी छ। विश्वको महाशक्ति अमेरिकाको कुरा गर्ने हो भने त त्यहाँ प्रति व्यक्ति आय वार्षिक $80,000 अर्थात् झन्डै 1,22,00,000 रुपियाँ भन्दा बढी हुन आउँछ। तर के प्रति व्यक्ति आयले हाम्रो महिनाको खर्च धान्न सक्छ त? गणितीय हिसाबले हेर्ने हो भने नेपालको औसत मासिक प्रति व्यक्ति आय लगभग 19,350 पर्न आउँछ। तर के यो हाम्रो खर्चसँग म्याच भइरहेको छ त? सामान्यतया एउटा सहर अथवा काठमाडौँमा मान्छे बस्ने हो भने भाडा खर्चमा मात्रै 12,000 देखि 20,000 को खर्च हुन आउँछ। खानेकुराहरूमा 18,000 देखि 25,000 सम्मको खर्च रहेको छ। यदि तपाईँको सामान्यतया 2टा बच्चाको हिसाब गर्ने हो भने 10,000 देखि 24,000 त स्कुलमा फी नै तिर्नुपर्ने हुन्छ। त्यस्तै गरी बिजुली, पानी, फोहोर र अन्य कुराहरूको लागि हामीले 2,500 देखि 4,000 रुपियाँ खर्च गर्नुपर्ने हुन्छ। इन्टरनेट र मोबाइलमा सामान्यतया 2,000 देखि 3,500 एउटा परिवारको खर्च हुन आउँछ। र त्यस्तै गरी ट्रान्सपोर्टेसन अथवा यातायातमा 4,000 देखि 8,000 रुपियाँ खर्च हुन आउँछ। त्यस्तै गरी मेडिसिनमा 2,500 देखि 5,000 रुपियाँ औषधिमा खर्च हुन आउँछ। र यो सबै खर्चलाई यदि जोड्ने हो भने पनि औसतमा महिनाको खर्च आइरहेको छ 50,000 देखि 89,000। बढ्दो महँगीका कारण काठमाडौँ वा साना सहरमै पनि एउटा सानो परिवारले सामान्यतया मासिक खर्च 50,000 देखि 89,000 भन्दा माथि गर्नु परिरहेको छ। यसको मतलब यदि एउटा परिवारमा एकजनाले मात्रै कमाइ गर्नुहुन्छ भने कम्तीमा पनि 50,000 देखि 89,000 रुपियाँ कमाइ गर्नुपर्ने हुन्छ। यसको अर्थ औसत आयभन्दा हाम्रो खर्च निकै बढी छ। सत्य यही हो, प्रति व्यक्ति आय र वास्तविक महिनाको खर्च पटक्कै म्याच भइरहेको छैन। त्यसैले त धेरै नेपालीहरू बचत गर्न छोडेर ऋण वा रेमिटान्सको भर पर्नुपर्ने बाध्यता छ। तपाईँको महिनाको खर्च कति हुन्छ? कृपया कमेन्ट गर्नुहोला। तर
यहाँ एउटा ट्विस्ट पनि छ। प्रति व्यक्ति आय रु 2,32,000 हुनुको मतलब यो होइन कि हरेक नेपालीले वर्षको त्यति नै कमाउँछ। देशमा कोही अरबपति छन् त कोही दैनिक ज्यालादारी गर्ने गरिब पनि छन्। प्रति व्यक्ति आयले देशभित्रको धनी र गरिब बीचको खाडललाई देखाउँदैन। यो केवल एउटा समग्र औसत मात्रै हो। समग्रमा भन्नुपर्दा नेपालको प्रति व्यक्ति आय बिस्तारै बढ्दै छ, तर दक्षिण एसिया र विश्वका अन्य देशको तुलनामा हामी अझै धेरै पछाडि छौँ। देशमा रोजगारी र उत्पादन बढाउन सके मात्र यो आय वास्तवमा बढ्नेछ। तपाईँलाई के लाग्छ? नेपालको प्रति व्यक्ति आय आम्दानी 5 वर्षमा कति पुग्ला? आफ्नो विचार तल कमेन्टमा गर्नुहोला। भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजलाई यति नै। धन्यवाद। जय नेपाल।